सो व्हाट्सअप गाइस, आज चाहिँ हामी माछा मार्न गइरहेछ। केटाहरू अगाडि छन्, म चाहिँ यता पछाडि छु। भिडियोलाई हेर्दै गर्नु होला कति माछा मारिन्छ अहिले भर देखाउने छु तपाईहरुलाई। लेट्स गो। र हामीले चाहिँ यो जंगल पनि पार गर्नुपर्ने छ अनि मात्रै माछा भएको ठाउँ पुगिन्छ खोलामा। सब तेलका बिरुवाहरू हुन्। बल्ल बल्ल लोकेसनमा आयो। यो दाइले चाहिँ आधी घण्टाको बाटो भनेर 1 घण्टा जंगलमा घुमाए। कौन है ये लोग? कहाँ से आते हैं? यही माछा मार्छौँ हामी चाहिँ। पहिला जम्मू हानौँ पानीमा, साइडमा हान्नुपर्छ। उयो ढुङ्गा त्यसरी जानु। पौडी हानिदिइहाल्छु नि म त। आउनु साथ एउटा परिसकेको छ हाम्रो। दुईटा त्यहाँ छ, उतापट्टि छ दुईटा। ल त यता हुनुहुन्छ हाम्रो कार्की सर, यता हुनुहुन्छ हाम्रो बाजे भनेको अब प्यारो नाम, यता हाम्रो सन्तोष दाई, म छोरा। यहाँ चाहिँ यस्तो भिडियो हेर्दै गर्नु होला। लाइक कमेन्ट चाहिँ ठोक्न नभुल्नु होला। के कसो कमल सर गइसक्यो माछा मार्नको लागि। हामी मारमा बस्ने मान्छे हो। अब सन्तोष दाइ जाल हानिरहेछ, हेरौँ। जालमा उजुरी लागिसक्यो। अब कतिवटा पिस पर्छ। आयो दुईटा माछा ठुलो आयो। यो चोटि 8-9 सानो छ। हेरौ कैसा लगा मेरा मजाक? माछा मरिसकेको छ यति। भर्खर पानीदेखि निस्केको। चाचा चाहिँ यहाँ छ, हाम्रो बाजे यता। यहाँ पनि पुरै छन् मछुवाराहरू। ड्रिलिङको हानेर बसिरहेको छ नि यहाँ। ओ कमल ओ कमल यता छेउमा जाने मेन अब हो त्यहाँ छेउमा मेन छेउमा जाल त आयो नि यहाँ। यहाँ अड्के हो मेन त्यहाँनिर छ। अब गाडी हजुर भइहाल्यो।
त्यो जाली फस्यो पुरानो जाली छ माछा मारेर अयो पानीमा चप्ल्याङ पनि खेलियो होइन जङ्गल नछिरौँ माछा मारेर आयो अब 1 घन्टा जति लाग्छ रुम पुग्नलाई बल्ल बल्ल आइपुग्यो रुम हिँड्दा 1 घन्टा जति हिँड्यो क्यामेरा पनि माछा चाहिँ मारियो पछि देखेपछि फेरि भिजिट भयो